मेरो नाम चाहिँ अरविन्द थेबे। अघि उहाँले थाइबे भन्दै हुनुहुन्छ, थेबे थेबे भनेर मलाई अप्ठ्यारो भन्छ, लिम्बू अरविन्द लिम्बू भन्दा हुन्छ है। अनि यो एउटा पृथ्वीको लागि, संसारको एउटा चिनारीको लागि हो। स्वर्गमा यसले केही फरक पार्दैन मलाई जहाँसम्म छ। परमेश्वरले तपाईँ हामीलाई सबैलाई चिन्नुहुन्छ, आमेन। तर कुरा चाहिँ के भन्दा पृथ्वीमा कति कुरा चिनारी हुँदै गर्दा पनि त्यसले पनि निकै फरक चाहिँ पार्छ, किनभने तपाईँ र म परमेश्वरको प्रतिनिधित्व गर्ने मानिसहरू हौँ। हालेलुया। हामीले सुन्दै थियौँ अघि परमेश्वरको सेवक आदरणीय पास्टर डीके दानियल लिम्बू मेरो साथीको ड्याडी हुनुहुन्छ। अनि उहाँ चाहिँ हाम्रो लागि एउटा, तपाईँलाई थाहा छ सुन्नु भएको छ कि छैन, एउटा मेन्टरसिप उहाँले हामीलाई गर्दै हुनुहुन्छ। खासै म यो भन्न म चाहदिनँ थिएँ, तर आज चाहिँ मैले भनिदिएँ। तर उहाँ को हुनुहुन्छ भन्ने कुरो प्रभुको राज्यमा त्यो चाहिँ म जान्दछु, मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई थाहा छ। अनि म तपाईँलाई यति नै भन्न चाहन्छु, हामीले अब हाम्रो यहाँ ब्यानरमा आइसकेको छ, लिभिङ इन दि लास्ट डेज, अन्तको आफ्नो परमेश्वर भेट्न तयार हौँ। अनि अन्तको दिनहरू हामी बाँचेका छौँ। अनि त्यो बाँच्दै गर्दाखेरि ख्रीष्ट येशूमा तपाईँ मेरो जीवन कस्तो भइरहेको छ, कसरी जिउँदैछौँ। हामीले सुनिरहेका छौँ अहिले विभिन्न माध्यमहरूद्वारा, युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक, अनि यसले विशेष गरेर अझै धेरैभन्दा धेरै जवानहरूलाई अछुतो राखेको छैन, छोडेको छैन। तर तपाईँ र मैले थाहा पाउनुपर्ने यो कुरा हुन्छ, कस्तो मेसेज सुन्ने, कस्तो मेसेज सुन्दैछौँ, इट्स भेरी इम्पोर्टेन्ट। हामीले सुनिसकेका छौँ अघि मण्डलीमा होइन, अहिले के कस्तो भइरहेको छ भनेर। भर्खरै मात्र हामी इन्डिया भिजिट गरेर आयौँ, घुम्नु गएको होइन, परमेश्वरको राज्यको कामको लागि गएर आएको। घुम्ने साह्रै हामीलाई इच्छा छैन। अहिले म हङकङ बस्छु विथ फ्यामिली, परिवारसहित। हङकङमा त घुम्नु भ्याएको छुइनँ। कोही पाहुना कहिले कहाँ आउँदा उनीहरूलाई पाहुना त लानै परेको, पाहुनाको बाहनामा चाहिँ घुम्न पाउँछु है। अदरवाइज काम, घर, सन्डे चर्च, अरू बेला सङ्गति, साथीभाइहरूले लु न परमेश्वरको बारेमा बातचित गरौँ, ओके, यस्तैमा हाम्रो समय बित्छ। हामीलाई इच्छा छैन, मलाई चाहिँ साह्रै छैन। तर कहिलेकाहीँ चाहिँ परिवारले गर्दा, अब श्रीमती फ्यामिली भएकोले गर्दाखेरि लाउनु त भन्ने त्यो छुट्टै छ। एउटा इन्डिया जाने क्रममा इन्टरनेसनल एयरपोर्टमा एकजना मित्र भेटाएको थिएँ। सोधिहाल्यो साथीले, माफ गर्नुलाई यहाँ तपाईँहरू कसैले छुयो भेटायो भने सुरुमै भन्दैछु, सुरुवातमै भन्दैछु, मलाई माफ गर्नु होला। कुन डिनोमिनेसनको, कुन सम्प्रदायको? अरे मेरो पालो भनिदिइहालेँ, म चाहिँ येशूको सम्प्रदायको, येशूलाई विश्वास गर्ने। अनि पवित्र आत्मा म भित्र हुनुहुन्छ। हालेलुया। बुझिसक्नु भयो होला। मैले भन्दै गरेको कुरा चाहिँ के भने, म अरू कुराको म जान्दिनँ। नेपाली भएको कारणले गर्दाखेरि नेपाली डायस्पोरामा अहिले सेवाकाईहरू, सङ्गतिहरू कस्तो भइरहेछ तपाईँहरू कतिलाई सायद जानकार हो, तपाईँहरू कति विदेश जान थाहा होला। डाममा डोल्छ। नेपाली जति बाठो चाहिँ कोही छैन। फेरि बाठो भएर काम राम्रो गरे त हुन्थ्यो नि, बिगारेर भत्ता भुङ्गा बनाएर बिजोग छ। त्यसमध्ये नेपालमै पनि हामी सुन्छौँ। विदेशमा छौँ, हामी विदेशी होइनौँ, नेपाली नै हौँ। नेपाल देशको हामीलाई माया छ, नेपाली चर्चहरूको हामीलाई माया छ, नेपाली दाजुभाइहरूको, क्रिस्चियन विश्वासी दाजुहरूको हामीलाई माया छ। तर नेपाली चर्चको बारेमा सुन्छौँ, आहा। म आज स्ट्रेट फरवर्ड बोल्छु, किन मेरो एउटै मात्रै सेसन हो। मेरो दायाँ बायाँ म जान चाहदिनँ, म वचनबाट फेरि। तर केही कुरा म तपाईँलाई बिचमा राख्दैछु, सुन्छु होइन। आम्मामा क्रिस्चियनहरूको के अरे पार्टी अरे, संसारमा भएर अहिलेसम्म कुनै पार्टीले त भोट लगाएको छुइनँ, क्रिस्चियनमा भोट हाल्छु म? हाल्दिनँ, माफ गर्नु होला। आज कसलाई भेटेँ मलाई जान्दिनँ। यहाँ अगुवाहरू पनि हुनुहुन्छ, अलिक प्रभु अगुवा मुनि काम गरेर हुनुहुन्छ, मलाई माफ गर्नु। म अघि नै भन्दैछु, स्ट्रेट बोल्दैछु म। मलाई यस्तो चाहन्छ। अनि जवानहरू, म तपाईँलाई भन्दैछु, अब तपाईँहरू जवानहरू प्लिज राइज अप हुनुहोस्। जेनजी भने जस्तो तरिकाले चाहिँ होइन, फेरि वचनको अधीनमा रहेर, परमेश्वरको अधीनमा रहेर, अनि परमेश्वर राखिदिनु भएको अगुवाहरूको अधीनमा रहेर। युथहरू प्लिज कम अन। जवानहरू अब खडा हुन लागेको छ। तर वचनको स्ट्रेटमा परमेश्वर वचनले भने चाहिँ दायाँ बायाँ नलाग, सिधा। दायाँ बायाँ लाग्नु त के हुन्छ, हाम्रो कन्सन्ट्रेट, हाम्रो फोकस बिग्रिन्छ। स्ट्रेट हामीले सुनिरहेका छौँ, तपाईँले सुन्न सक्नुहुन्छ। म तपाईँलाई अघि फेरि पनि भने, अहिले पनि फेरि भन्न चाहन्छु, म्यासेज जो पाए त्यही सुने। यसको मतलब अगुवालाई अनुदान
गर्नुहोस् भन्नु खोजेको होइन, आदर गर्नुपर्छ, अनादर गर्ने होइन। तर तपाईँ र मैले छनौट, किनभने यो जीवन तपाईँ र मैले यहीँ हो, परमेश्वरको राज्यमा वचनको तरिकाले, पवित्र आत्माको तरिकाले हामीले जिउने हो। जीवन वान्स फिनिस सिद्धियो, त्यसपछि हामी न्यायमा पर्ने। अझै न्यायभन्दा अगाडि ऱ्याप्चर आयो, हामीले सुन्दैछौँ। जब जब उहाँले प्रभुका सेवक उहाँले जब वचन बोल्नुहुन्छ यो बारेमा, अन्तको दिनको बारेमा, लास्ट डेजको बारेमा, साह्रै सुन्छु। हङकङमा काम गर्छु, फेरि यसको मतलब साह्रै काम गर्ने पो रहेछ क्या भन्ने पनि खोजेको होइन, तर काम गर्नै पर्छ। विदेशमा काम गर्छु, काम गर्दा ब्लुटुथ छ कि त मेरो काम गर्दा कि त म परमेश्वरको वचन सुन्छु, या त म क्रिस्चियन गीत सुनिरहेको हुन्छु, या त परमेश्वरको जनहरूसँग बात मारिरहेको हुन्छु। अरू मेरो काम हुँदैन। जवानहरू काम गर्दाखेरि फेसबुक युट्युब होइन, एकछिन हेर्नुपर्छ, तर हेर्दा पनि सकभर तपाईँले न्युजहरू हेर्ने गर्नुहोस्। सुन्नुभयो नि अघि म्यासेजमा उहाँले हरेक दिन के नाप्नुहुन्छ अरे, त्यो हेर्नुहुन्छ अरे होइन, अपडेट के भन्दा अर्थक्वेक, भूकम्पको होइन, कति गइरहेछ, त्यस्तो कुरो अपडेट गर्नु पऱ्यो। तपाईँ हाम्रो लागि राखिएको छ इजरायल देश, तपाईँको लागि घडी हो। इजरायल देशमा जब जब केही घटना घट्छ तपाईँले थाहा पाउनुपर्छ, अब ख्रिस्टको राज्य नजिक नजिक हुँदैछ। हालेलुया। युथहरू हाँस्ने मात्रै होइन, अनि प्रोग्राममा भयो भने डान्सको लागि रेडी मात्रै हुने होइन, नाच्नुहोस्, ठिक छ। म चाहिँ सक्दिनँ नाच्नु, म गीत चाहिँ गाउँछु, म गीत चाहिँ गाउनु मनपर्छ, आराधना गीतहरू। अनि वचनले भरिनुहोस्, वचन पढ्नुहोस्। युथलाई धेरै सोध्यो भने तपाईँले वचन आएछ कतिपल्ट पढ्नु भएको छ? उत्पत्ति प्रकाश धेरै कमै हात उठ्छ। अब युथलाई त के हुने, अगुवाहरूलाई गाह्रो हुन्छ। अगुवारै भेटाएको छु मैले विदेशमा। अहिलेसम्म मैले त वचन बाइबल पढेर छिचोलेकै छुइनँ पो। अरे मलाई झोक चलेको। वचन पढ्नु पर्यो, उत्पत्ति प्रकाशसम्म एकपल्ट होइन, दुईपल्ट यी नै पढ्ने हो। पछि स्वर्गमा गएपछि प्रभुमा उठायो भने बाइबल पढ्छु नि भने प्रभुलाई माने प्रभुले दिनुहुन्छ फेरि त्यहाँ घुम्ने गरे। यी नै पढ्ने हो पृथ्वीमै जीवित छँदै। प्रभु येशूमा तपाईँ यदि हामी विश्वास गर्छौँ भने, यदि म भित्र हाम्रो यसरी पवित्र आत्मा मन्दिर र पवित्र आत्मा भित्र हुनुहुन्छ भने तपाईँलाई मैले पढ्नु पर्यो नि। किनभने तपाईँ हामी अन्तको दिनमा जिउँदैछौँ। वरिपरि हेर्नुहोस् के घटनाहरू घटिरहेछ हाम्रो देश नेपालमा, विश्वमा हेरिरहनुहोस्। तपाईँलाई अलिअलि डर लाग्दैन? मलाई त हेर्नुहोस्, म पनि कहिले के हुन्छ नि, कता कता भुल्दा, तर फेरि वापस आउँछु वचनमा, डर लाग्छ। ओहो प्रभु तपाईँको भयमा जिउन सिकाउनुहोस्। अहिले भन्नुपर्दा प्रभुको जनहरूमा, विशेष गरेर अझ अगुवा जनहरूमा प्रभुको भय हराउँदै गरेको अवस्था देख्छु। दोष लगाएको होइन, माफ गर्नु होला, म भन्दैछु, स्ट्रेट बोल्दैछु। अब जो तपाईँहरू अग्रज हुनुहुन्छ, जसरी यहाँ अङ्कलले बोल्नुभयो, उहाँले एक प्रकारले एकदमै अहिले बाइलेन्समा परमेश्वरको वचनबाट सिकाउँदै हुनुहुन्छ, भन्दै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। अगुवाले अब त्यो काम गर्नु पर्यो। अनि विशेष अझ जवानहरूलाई कन्फ्युजनमा हुन्छ नि, दोधारमा नपारिदिउँ। तपाईँ र हामीलाई थाहा हुनुपर्छ वचनबाट। परमेश्वरको जनले वास्तवमा पवित्र आत्मा हामीभित्र भएका मानिसले अहिले पृथ्वीमा परमेश्वरले के काम गर्दैछ तपाईँ र मैले थाहा पाउनु पर्ने। अघि अङ्गले भने जस्तै प्रेरित कहाँ, अगमवक्ता कहाँ पो जान्छ, झन् झन् जोखाने अवस्था पाइसक्यो। बोलिदियोस् भन्ने जस्तो लाग्छ। मेरो बारेमा के भन्नुहुन्छ, के देख्नुहुन्छ, अनुहारमा हेरेर भनिदिन्छ नि उसले त, तिम्रो आँखामा कचेरा छ भने कचेरा छ भनिदिन्छ। वचनमा जानु पर्यो नि, वचन अध्ययन गर्नु पर्यो, पवित्र आत्मामा तपाईँ हामीले सोध्नु पर्यो, प्रभु वचनमा एउटा साह्रै राम्रो एउटा यहाँनिर हामी पाउँछौँ यिर्मयाको पत्रमा। मैले बाहिरमा मात्रै भन्दा तपाईँलाई लाग्छ खोइ वचन त अब वचनमा भन्छु। अब ल वचन यिर्मया 8 अध्यायको 7 पद। आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ अनि ढुकुर, गौथली र सारीका चराले आफ्नो फर्कने समय जान्दछ, तर मेरो प्रजाले त
आफ्ना परमप्रभुका मार्गहरूलाई जान्दैनन्। हालेलुया। वचन के व्याख्या गर्नुपर्छ बुझी बालिसक्नु भयो। कोले के जान्दो रहेछ ऋतुहरू, चराचुरुङ्गी होइन, यहाँ नाम दिएको छ। तर मेरा प्रजाले आफ्ना परमप्रभुका मार्गलाई जान्दैन। हामी अन्तको दिनमा जिउँदैछौँ। 2000 वर्ष यता हामीले सुनिरहेका छौँ। प्रभुका जो परमेश्वरले खडा गर्नुभएको दास सेवकहरू हुनुहुन्छ, उहाँहरूले भन्दै हुनुहुन्छ प्रभुमा भयमा जीवन जियो, पवित्र जीवन जियो, परमेश्वरको वचनमा जियो, परमेश्वरको वचनलाई पालन गर भनेर भन्दै भन्दै हामी 2000 वर्ष हामी नागेर आयौँ। तर उहाँको ऱ्याप्चर आगमन भएको छैन। तर वचनमा तर त्यति मात्रै भएर त हुन्थ्यो नि। तर त्यसमा परमेश्वरको जनहरूले छोराछोरीले परमेश्वरको मार्गलाई बिर्सिँदै भुल्दै अथवा थाहा नभएको अवस्थामा अहिले मण्डली हामी देख्छौँ। डामाडोल। तर यहाँ हामी पाउँछ वचनमा परमेश्वरको वचनले भन्छ गौथली हरे। अनि हामीले सुन्दै थियौँ कता पो सुनामी गयो नि थाइल्यान्डमा होइन। एकपल्ट हामीलाई थाहा छ त्यो कहिले घटना, त्यसबारे मुभी पनि बनाएको छ। जनावरले थाहा पायो, चराले थाहा पाएर लुक्नु गयो। तर मान्छे चाहिँ अझै कता गएछ? समुद्रतिरै पो। सुनामी आउँदैछ, कतातिर जानुपर्ने अवस्थामा मानिसहरू सुरक्षित स्थानमा जानुपर्ने, तर कता जाँदैछ? अझै बिच हेर्नु। लु के भयो होला अब लुखा भन्नु भएन होइन प्रभुजनले। तर कत्रो डरलाग्दो कति क्षति भयो भन्ने कुरो तपाईँलाई थाहा छ त्यो थाइल्यान्डको घटनामा। जनावरले पहिला थाहा पाउँछ भन्छ त्यस्तो केही घटना त भयो। तर त्योभन्दा पनि वास्तवमा मानिसलाई राख्नुभएको छ परमेश्वरले। किनभने परमेश्वरको वचन सुरुमै पाउँछौँ उहाँले हामीलाई आफ्नै प्रतिरूपमा बनाउनु भयो। तर कुरा चाहिँ के भन्दा चाहिँ यस्तै विभिन्न 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 कुराले परमेश्वरको जनहरूलाई अथवा उहाँमै विश्वास, अरूको छोडिदिनुहोस्, विश्वास नगरेको कुरा गर्न चाहदिनँ। पावलले भने चाहिँ बाहिरको कुराको के मतलब होला, कुराको पत्रले भन्छ। तर भित्रको मनभित्र के हो हामीले त्यहाँ गर्नु पर्दैन इन्साफ। त्यही भएर म तपाईँलाई मलाई लाग्छ यहाँ कोही अविश्वासी हुनुहुन्छ? हुनुहुन्न। हात उठाउनु कोही यदि अविश्वासी हुनुहुन्छ भने। त्यसैले मैले त्यही अनुसारले मैले बोल्नु, विश्वासी मात्रै हुनुहुन्छ, अगुवाहरू हुनुहुन्छ। जान्नुपर्ने बुझ्नुपर्ने हामी अगुवाले सर्वप्रथम, म पनि एउटा अगुवा भएकोले म भन्दैछु। त्यसैले विश्वासीलाई त्यही लेभलमा, त्यही होइन पोजिसनमा त्यसरी नै हामीले डोराउनु पर्ने। पहिलो कुरो अगुवाले नै जान्दैन, विश्वासीले के जान्दछ? पहिलो कुरो विश्वासीले नै के अरे लिडरले नै बुझ्दैन भने विश्वासीले के बुझ्दछ? पहिलो कुरो लिडरले नै त्यो परको कुरा देख्दैन, परमेश्वर देखाउन लागेको कुरा देख्दैन भने विश्वासीले के देख्छ? इट्स भेरी इम्पोर्टेन्ट। अगुवाहरू लास्ट डे अन्तको दिनहरू हामी जिउँदैछौँ, सुनिरहेका छौँ। वचनमा पनि छ चेतावनी, वचनमा हामी पटक पटक पाउँछ कन्सिडर योर वेज। हगाइमा हुनुपर्छ मलाई जहाँसम्म लाग्छ। कन्सिडर योर वेज, आफ्नो चालमा होसियार हो। होसियार मलाई लाग्छ 3 or 5 टाइम्स भनेको छ। जब परमेश्वर वचन रिपिट हुन्छ इट्स भेरी भेरी सिरियस एन्ड इम्पोर्टेन्ट। म पनि कहिलेका साथीभाइसँग यसो हाँसी मजाक गर्छु, तर जब परमेश्वरको कुरा आउँछ, जब परमेश्वरको वचनको कुरा आउँछ आई एम भेरी सिरियस। जब परमेश्वर राज्यको कुरा आउँछ आई एम भेरी सिरियस। देयर इज नो कम्प्रोमाइज। जोसुकै होस्, एबिसिडी, इभन लिडर पनि मेरो अगाडि आउँछ र परमेश्वर वचन बाहिर कुरा छ, म भन्छु सिधै म तपाईँको कुरा सुन्न चाहदिनँ, सुन्दिनँ। देयर इज नो कम्प्रोमाइज। किनभने अब बेला आयो, समय आयो, परमेश्वरको भयमा जिउने बेला आयो। वास्तवमा मण्डलीबाट चर्चबाटै हुनुपर्ने र परमेश्वरको शक्तिशाली कामहरू यसो आँखा चिम गरेर सोच्नुहोस् अगुवाहरू। किन अगुवाहरू यहाँ धेरै भागले मैले देखेँ, विश्वासीहरू जो प्रभुमा धेरै वर्ष बिताएको विषय सोच्नुहोस्। हाम्रो कतिको परमेश्वर दिएको दान वरदानले कामहरू हुँदैछ चर्चभित्र, चर्च बाहिर। वास्तवमा हुनुपर्ने हो। अनि नेपाली इतिहास जगतमा हामी, मेरो मित्र के अरे हङकङको मेरो मित्र प्रेम, हामी बात मार्छौँ। नेपाली जगत विश्वासी भएको समय कति वर्ष भयो? 50-60 वर्ष कि बढी भयो? त्यत्रो वर्षमा कहाँ पुग्दै हाम्रो यात्रा कहाँसम्म पुग्यो?
तर गर्व गर्छ आमामा 20-30 लाख 20-30 लाख मात्रै हुनुपर्ने हो 20-30 लाखमा फेरि हामी को सर अघि हामीले सुन्यौँ छाती मात्राको भने त अहिले प्रभुको ऱ्याप्चर भएर हामी कतिजना उठाइन्छौँ पछाडि सुन्दा हाम्रो पावल सरले भन्नुहुन्थ्यो पास्टर आदरणीय पास्टर नो भन्नुहुन्थ्यो मलाई खुसी लाग्यो द्याट इज इमान अनेस्ट हो तर नो भन्दाखेरि हामी फेरि प्रभुमा आइहाल्यौँ आफूलाई करेक्सन 50-60 वर्षमा वास्तवमा कहाँ पुग्नुपर्ने होइन देशको विकास त छोडिदिनुहोस् त्यो नेताहरूले गर्छ छोडिदिनुहोस् हामी जो चर्चका मण्डलीका लिडर्स छौँ अनि परिपक्व भनौँ त विश्वासीहरू छौँ हामीले गरेका सेवकाहरू सङ्गतिहरू कस्तो छ अरूलाई बढी दोष नलगाउँ तर पहिला आफूलाई हेरौँ आफ्नो कम्युनिटीलाई हेरौँ आफ्नो समुदायलाई हेरौँ हाम्रो मानिसहरू कति परमेश्वरको भयमा जिउँदैछन् कति परमेश्वरको वचनमा जिउँदैछन् कति पवित्र आत्मामा जिउँदैछन् अनि कति उनीहरू तयारीका साथ उनीहरू जिरहेका छन् हामीले उनीहरूलाई कतिको तयारी गर्दैछौँ अन्तको दिनको लागि योग्यको जीवन पहिलो कुरो अगुवा त अथवा अगस्ती जिउने चाहिँ म त ठिकै छु नि अरू के को मतलब अघि आउँछु नि छु मतलब अरे होइन के अरे नेवारले भने चाहिँ हेर्नुहोस् कृपा गरेर बेला आयो मेरो एकदमै 2 हात जोडेर अगुवाहरूलाई साह्रै धेरै मिहिनेत गर्ने बेला आयो परमेश्वरको वचनबाट परमेश्वरको वचनको भयमा पवित्रता सोधेर अब तपाईँले गर्नुभएको सेवाकाई चर्चहरूमा विश्वासलाई तयारी गर्ने बेला आयो अन्तको दिनको लागि तयारी ताकि ऱ्याप्चर हुँदाखेरि प्रभुको आगमन हुँदाखेरि हामी कोही पनि नछोड्यौँ हामी यसो नभनौँ अघि मैले भने 2000 वर्ष पछाडि यता हुँदै हुँदै आएको छ मण्डली तपाईँलाई मण्डली इतिहास तपाईँले पढ्नु भएको छ तपाईँलाई याद होला कसरी मण्डली डार्क एजमा गयो 1000 वर्ष भन्छ कसैले 12 भन्छ वाटेभर छोडिदिनुहोस् त्यो बिचमा थाहा छ परमेश्वरले वास्तवमा मण्डली चर्चमा यस्तो धेरै शक्तिशाली महिमा काम गर्यो तर मण्डलीमा झप्पै दियो निभ्यो बत्ती निभ्यो द्याट्स त्यसलाई इङ्ग्लिसमा भन्छ डार्क एज अन्धकारको युग तर परमेश्वरलाई थाहा छ काम गर्ने तरिका परमेश्वर कहिले बदलिनु न किनकि उहाँको वचनमा हिब्रू 13 काठले उहाँ हिजो अनि आज अनि सदासर्वदा एक समान हुनुहुन्छ आमेन परमेश्वरलाई थाहा छ उहाँलाई काम गर्ने तरिका अनि उहाँले फेरि आफ्नो मानिसहरू टाइम टु टाइम होइन समयसँग उहाँले खडा गर्नुभयो अनि अहिले तपाईँ हामी यो युगमा छौँ यो युगमा आइपुगेका छौँ युथहरू जवानलाई पनि मैले भन्दै गर्नुपर्ने हुन्छ म त्यति साह्रो जवान त नभएर सायद पर्छु थाहा छैन म 40 क्रस भइसकेँ अब नियर 50 को छेउछाउ जाँदैछु तर पनि म तपाईँहरूलाई म फेरि भन्छु अब प्लिज अब यो बेला अब गीत गाउनुहोस् यो अब माफ गर्नु होला नाचगानहरू गीतहरू भन्दा धेरै परमेश्वरको वचनमा परमेश्वरको वचनको भयमा जिउने कोसिस गर्नुहोस् अनि बिहा गर्नु भएको छैन बिहाको लागि तपाईँले प्रार्थना गर्नुहोस् किनभने हामी अन्तको दिनहरू बाँचिरहेका छौँ जुन सिगल प्रभु आउनुहुन्छ तपाईँलाई कतिलाई त लाग्दै होला हाम्रो आदरणीय अङ्कलले भन्नुहुन्छ बिहा नगर्दा मेरो बिहा त भएको छैन कहाँ प्रभु अहिले ऱ्याप्छ छोडिदिनुहोस् यहाँ पृथ्वीमा के तपाईँहरू हामीले जिउँछ आनन्दको योभन्दा यसको तुलना गर्ने योग्यको लायकको छैन अनन्तको राज्यमा त्यति आनन्दको जीवन हामी जिउनेछौँ जुन पृथ्वीको कुनै पनि कुरासँग हामी तुलना गर्न सक्दैनौँ देयर इज नो कम्पेयर हामी दासमा तुलना गर्न सक्दैनौँ हालेलुया अब तपाईँलाई यसो भन्दै गरेर के भनेकोला हिब्रू 11 पढ्नुहोस् न हाम्रो विश्वासको वीर योद्धाले भन्छ उनीहरूको लागि यो पृथ्वी जिउने योग्यको थिएन भन्छ हालेलुया हाम्रा वीर योद्धाहरू पनि धनी धनी थिए नि दाउद राजा मोसा दरबार हुर्केको मान्छे तर पनि त्यहाँ भन्छ अन्तिममा त्यहाँ पद तपाईँले पढ्दै जानुहोस् उनीहरूको लागि यो पृथ्वी जिउने लायकको अथवा योग्यको थिएन भन्छ किन भन्दाखेरि उनीहरूले ख्रिस्टको राज्य देखिसकेका थिए भलै पुरानो नियमका मानिसहरूले येशूलाई भेटाएका थिएन तर उनीहरूको आत्मिक आँखाले ख्रिस्ट येशूलाई देखिसकेका थिए हालेलुया नयाँ करारको मानिस हामी तपाईँ भन्छौँ धेरै दिन्छ अझै वचन बोल्ने होइन प्रभुको जनाले अझै पढे लेखेकाले हामी उत्तम करारका मानिस के तपाईँ र मैले देख्दैछौँ के अनन्तको राज्य अनि त्यो देखेको फेरि देखेर मात्रै भएन देखेको अनुसारले यो पृथ्वीमा जिउँदैछौँ के भन्नु चाहिँ के भन्छ हामी उत्तम करारका मानिस नयाँ करारका मानिस ओके ठिक छ तपाईँ र मैले यदि स्वर्ग राज्यको कुरा गर्छौँ भने यो पृथ्वीमा तपाईँले मेरो लाइफस्टाइल त्यस्तै हुनुपर्छ अहिले हामी धेरै सुन्छौँ ब्लन्डर होइन डामाडोल ड्यामेज गर्दैछन् आमामा भयङ्कर आगै जाला जस्तो लाइफस्टाइल हेरेर अघि हामीले सुन्यौँ धेरै जग्गामा त होइन राइट मनी के उठाएर कसैलाई के एउटा चाहिँ म तपाईँलाई भनिदिइहालेँ ठ्याक्कै सम्झिहालेँ जिन्दगीमा कहिले त्यस्तो सुनेको थिइनँ
मलाई लाग्छ हङकङ या फिलिपिन्समा मैले सुने अगमवक्ता नाम त उहाँले भन्नु भएन, उहाँको मित्रै भन्नुभयो, यस्तो प्रभुको सेवा गर्नु हुँदा त्यतिखेर झन् मलाई यस्तो म अपसेट त भन्दिनँ, साह्रै दुःख लाग्यो नि प्रभुलाई भने प्रभु यस्तो यस्तो प्रभुको सेवा अगुवाहरू हुन्छ र। अब तपाईँहरू सुन्नु, जवानहरू अझै धेरै ध्यान दिएर सुन्नुहोस्, अनि लिडर्सहरू पनि। एकजना यस्तो प्रभुको अगुवा रहेछ, अगमवक्तै होला मलाई, के अरे सबैको सामुन्ने हुन्छ नि, अब आफ्नै साथीको श्रीमती ऊ चाहिँ मसँग हिँड्छ, जान्छ सेवाकाईमा, बुझ्नुभयो नि, लगेर हिँडिदियो। अनि त्यतिखेर त्यो लिडरले भन्नु, अब त्यहाँबाट उता म भन्दिनँ, तर त्यहाँबाट भन्छु, यदि उसको ठाउँमा म भएको भए नो हुँदैन, ऊ जानुपर्छ, परमेश्वरले मलाई भन्नुभयो उसलाई मैले लिएर जानुपर्छ सेवाकाईमा भनेर, आफ्नै फ्रेन्डको साथीले लिएर। मैले भने त यस्तो मेसेजहरू मैले सुनेको थिइनँ, मैले सुने फर्स्ट टाइम सुन्दा म आफै पनि अब तपाईँलाई लाग्यो होला, मैले ढाँटेको होइन है, प्रभु साक्षी हुनुहुन्छ, म आफै त्यहाँ उपस्थित भएर सुनेको मेसेज हो। यस्तो यस्तो प्रभुको सेवा गर्नु छ भने अन्तको दिनमा यस्तो देखा पर्छ है भनेको। अघि हामी सुन्यौँ, शैतान के हो? झुटको पिता। शैतान के हो? छलको पिता। परमेश्वरले आफ्नै प्रतिरूपमा बनाउनु भएको आदम र हव्वालाई त छोडेर भने अहिले मण्डलले छोड्छ। अनि यो संसारको शासक को हो? दियावल, शैतान छोड्छ। तर दियावलस हुँदै गर्दा पनि, तर त्योभन्दा पनि शक्तिशाली राज्य तपाईँलाई मलाई परमेश्वरले दिनुभएको छ यसुले, आमेन। तर कुरा चाहिँ के भन्दा तपाईँ र मैले जिउनु जान्नुपर्ने हुन्छ, चल्नु जान्नुपर्ने हुन्छ, परमेश्वरको वचन तपाईँ र मलाई थाहा हुनु पऱ्यो, पवित्र आत्मा भएर तपाईँ र मैले हिँड्नु पऱ्यो नि, अनि तपाईँ र म विजयको जीवन जिउन सक्छौँ। अनि मुखले भनेर मात्रै हुँदैन, जीवन जिएर देखाउनु पर्ने हुन्छ। वचनमा तपाईँले जति भेट्छौँ असल तरिकाले जिउने मानिसहरू, हामीले त्यहाँनिर परमेश्वरको अनेक आज्ञापालनमा जिउने मानिसहरू देख्छौँ वचनमा। तर असल जसले लडाइँ लडे उनीहरूको जीवनलाई हेर्नुहोस्, उनीहरूले मुखले मात्रै बोलेन, पक्का परमेश्वरको भयमा जिएका पाउँछौँ हामी। परमेश्वरका सेवकहरू, चाहे अगमवक्ता होस्, चाहे राजा होस्, चाहे परमेश्वरले खडा गर्नुभएको पुजारीहरू होस्, तर जसले फेरि कम्प्रोमाइज गरेका छन्, किनभने टाइम थोरै भएकोले गर्दाखेरि म तपाईँलाई वचन, तपाईँले बाइबल पढ्दै म तपाईँलाई भन्दैछु, उत्पत्तिबाट सुरु गर्नुहोस्, पढ्नुहोस् उनीहरूको जीवन कस्तो भए। उनीहरूको जीवन मात्रै होइन, कतिको त थाहा छ परिवारहरू सिद्धिएको हामी पाउँछौँ। के तपाईँ र म त्यो चाहन्छौँ? वास्तवमा तपाईँ र म त अन्तको दिनमा बाँचेका मानिसहरू, त्यही पनि तपाईँ र म उठाइने योग्यको क्रिस्चियनसँग राज्य गर्ने मानिसहरू, हामी त्यो प्रकारले जीवन जिउनु पर्ने यो पृथ्वीमा, यो संसारमा। सानो कुरामा लाप्पा खेलेर, लडाइँ गरेर, झगडा गरेर, डिस्कस गरेर बिजोग छ अहिले मण्डलीमा। मैले एउटा घटना पनि सुने, म नाम भन्दा तपाईँलाई थाहा छ होइन, काठमाडौँ एउटा होइन चर्चको केही भएर चर्चै फोर्नु पऱ्यो अरे, अब तपाईँलाई थाहा भयो होला, म त चिन्दिनँ पर्सनली, तर जब मैले हङकङमै सुने मलाई दुःख लाग्यो। मैले भने यदि त्यसको ठाउँमा उसको ठाउँमा म भएकोमा भन्थेँ लानुहोस्, किन यो एक दिन यो पृथ्वीको सन्दर्भमा सबै छोडेर जाने त हो। यदि प्रभुको ऱ्याप्चर आगोमा ढिलो भयो भने तपाईँ र म यहाँ कोही सधैँभरि बाँच्ने छौँ मान्छे, हामी झुक्केर हात उठाउनु होला, म चाहिँ बाँच्छु भनेर झुक्केर उठाउनु होला। धेरै बाँचेर 70 80 धेरै 100 राखिदिउँ ल, त्यो पनि खानापिना राम्रो, त्यो पनि अहिले त खानेकुरामा केमिकल के मिसाएर हाम्रो आयु धेरै घटिसकेको छ। किन लडाइँ गर्नु? अनि यसमा चाहिँ म भन्छु, हामीभन्दा चाहिँ अग्रज, मभन्दा पनि प्लिज लिडर्सहरूले, अगुवाजीहरूले साह्रैजना। अनि अर्को कुरा भनिदिइहाल्नुपर्छ मैले, किनभने अघि वचन पढेँ, परमप्रभुको मार्गहरू जान्दैनन्। परमेश्वरले के भन्न खोज्दै हुनुहुन्छ मण्डलीलाई, पवित्र आत्माले के भन्दै हुनुहुन्छ मण्डलीलाई, चर्चलाई, उहाँका मानिसहरूलाई, उहाँमा विश्वास गर्नेलाई के भन्दैछ त्यो थाहा पाउनु पर्ने। त्यो थाहा पाएपछि पो परमेश्वरको मार्गको हामी थाहा पाउँछौँ त। अनि अर्को कुरा होइन, सुन्छु धेरै धेरै के अरे पोजिसनको कुरामा, पदका कुराहरूमा दुःख लाग्छ। हेर्नुहोस्, माफ गर्नुहोला, म फेरि माफ माग्दैछु। वास्तवमा यस्तो बानी छैन मलाई चाहिँ, हामीलाई त्यति छैन, मेरो मित्र हामीलाई यस्तो अगाडि आएर खाता लाउने। हेर्नुहोस्, यहाँ स्वागत भएर ऱ्याप्चरमा चाहिँ उठाइएन अनि स्वर्गमा चाहिँ प्रवेश भएन भने के अर्थ भएर यहाँ जोड्नु खोजेको मैले। ठिक छ, यहाँ पनि गर्नुपर्छ, यसो भन्दाखेरि एक्सट्रिम गएको जस्तो हुन्छ। यहाँ पनि गर्नुहोस्, मैले अघि भन्दैछु प्रभुको जन अगुवालाई धेरैभन्दा धेरै आदर गर्नुपर्छ। म लिडर भएकोले मात्रै भन्दिनँ, म पनि लिडर हो नि, मलाई बोल्दै त मलाई पनि यहाँ हुँदैछ। तपाईँ र मैले यहाँ
आदर पाउँदै गर्दाखेरि के तपाईँ मैले त्यो माथिको ठाउँमा तपाईँले मैले बनाउँदैछु कि बनाउँदैछु? इट्स भेरी इम्पोर्टेन्ट। यहाँ चाहिँ आदर खोज्यो, गमक्क परेर बसेका छौँ होइन, खादा लगाएर अझै अझै अहिले एउटा दुईवटा चाहिँ हटेछ है प्रभुलाई धन्यवाद। के भन्छ ब्याज, आम्मामा नभए त लगाइदिइहाल्छ ब्याज पनि। संसारलाई फलो नगरौँ न, संसारले जे गरेर नगरौँ न। 3 जना नानीको बाउ हो म। पहिलो छोरो, त्यहाँबाट छोरी अनि अहिले छोरा। छोरा चाहिँ 9 महिनाको 9 महिनाको छोरा छोडेर आएछु। उसँग खेल्नु मनपर्छ। मैले अघि तपाईँलाई भने घुम्नु होइन, जब भिडियो उसँग बोल्छु भिडियो कलमा निकै इमोसनल हुन्छ, भावुक हुन्छ, किनकि ऊ सानो दुधे बाबाको। अनि फेरि मसँग साह्रै झुम्बिन्छ। 2टा छोराछोरी मलाई त्यति याद भएन, दौडधुप क्या सेवाकै कामले गर्दा। अहिले चाहिँ सानो हेर्नुहोस्, हामी लास्ट डेमा हामी जिरेकोले गर्दाखेरि तपाईँले हामीले थाहा पाउनुपर्ने हुन्छ। म यहाँ आएको छु, मैले यहाँ आउँदै गर्दा पनि मैले प्रभुलाई मैले भने, प्रभु म त्यति बोल्ने होइन जान्ने मान्छे त म होइन। यहाँ बिचमा, यहाँ तपाईँहरूको बिचमा, हाम्रो यहाँ बिचमा तपाईँहरू मभन्दा धेरै पढे लेखेको पनि हुनुहुन्छ होला। तर कुरा चाहिँ के भन्दा परमेश्वरले अहिले धेरै आएको छ नि त, के भन्छ माफ अघि त भनिहाल्नु भयो, यत्रो टाउ के भन्छ, ठुलो टाउको होइन, पिएचडी अरू के माफ गर्नु होला। तर परमेश्वरले हेर्ने चाहिँ हो हृदय। हालेलुया। यसो भन्दै गर्दा के नपढ्नु त बाइबल पढ्नुहोस् न। एकजना परमेश्वरको सेवक, तपाईँले कतिले नाम सुन्नुभयो भनेर थाहा छैन, क्यानिथी हेगेन। उहाँको धेरै बुकहरू पढेको छु। उहाँले आफ्नो जीवनकालभरिमा पुरानो कर नयाँ कर मलाई थाहा छ, तर नयाँ कर चाहिँ उहाँले भनौँ 150 टाइम्स पढिसकेँ मैले भने। क्यानिथी हेगेन त्यस्तो व्यक्ति हो। अहिले तपाईँहरू प्रभु, म झन् 27-28 कति वर्ष भयो प्रभुमा विश्वास यात्रा गरेको। मैले पनि बाइबल धेरै पढेको छैन, तर पढ्नु चाहिँ पढेको छु। भने त 50 चोटि पुगेको छैन, 20 चोटि पनि लगभग पुगेको छैन। अनि हामी अनि गफ गरेर हुन्छ? पढौँ न बाइबल, सक्दो बाइबलै पढौँ त, रिपिट गरी पढौँ त। व्यवस्थाको पहिला पण्डितहरूले थाहा छ, उनीहरूले उल्टो पनि सुल्टो पनि उनीहरू पढ्न सक्थेन। त्यति साह्रो जानु पर्दैन, प्रकाशबाट तपाईँ पढ्नु पर्दैन, उत्पत्तिबाटै पढ्नुहोस्। तर तपाईँ हामीले सुनेको छ, बाइबल स्कलरले के भन्छ भने व्यवस्थाको पण्डितहरूले अगाडिबाट पनि पछाडिबाट उनीहरूले पढ्न सक्थ्यो भन्छ। त्यसमा चाहिँ पावर पनि थियो। त्यति साह्रो पर्दैन, तर बाइबल चाहिँ पढौँ न। त्यसले गर्दाखेरि हेर्नुहोस्, धेरै चुनौतीहरू छ। जवानहरू प्लिज जागर हुनुहोस्। अझै विशेष गरेर जवानहरूलाई वचन भनेपछि प्रार्थना भनेपछि आउँदैन, गीत प्र्याक्टिस भनेपछि छिट्टो। वचन धेरै सुन्नुपर्छ। अझै अन्तको दिनमा के हुनेछ, आमोसको पत्रले के को कमी अनिका लाग्नेछ अरे? वचन सुन्नेको अनिका लाग्नेछ। वचन सुन्ने आमोसकै पत्रमा हुने होइन? हालेलुया। वचन सुन्नेको अनिका लाग्नेछ भनेपछि सुन्नेको लागि के हुनु पर्यो? नम्बर 1 मा भन्ने मान्छे पनि चाहियो नि। अब यहाँ तपाईँहरूलाई भन्छु, वचन त्यही भएर के सुन्नु भने जो पाइ त्यहीको नसुन्नु होला। युट्युबमा फेसबुकमा त्यो सुनाइले चाहिँ तपाईँ हाम्रो विश्वासको कुरामा धेरै त्यसले समस्या बाधा ल्याउने। त्यसले गर्दा एकदम होसियारी भएर अनि वचन सुन्ने अथवा वचन तपाईँले सिक्नको लागि तपाईँले राइट, तपाईँ र हामीले यो अन्तको दिनहरूमा सही मान्छेसँग सङ्गत गर्नुपर्ने हुन्छ। सही अगुवासँग जुवामा नारेर हिँड्नुपर्छ। मेरो मित्र हामी भन्छौँ, हामी एउटै जुवामा नारेर हिँड्नुपर्छ है भन्छौँ हामी। अनि प्राय नेपालमा जन्मेको हुर्केका गाउँमा हामी बसेकालाई थाहा हुन्छ होइन, गोरु चाहिँ एउटै जुवामा नारेर हिँड्नुपर्छ। थाहा पाउनुपर्छ यो कुराहरू, नत्र भए चराचुरुङ्गीले केले चाहिँ थाहा पाउने रहेछ, तर मेरा मानिसहरूले परमप्रभुको मार्ग जान्दैन। आज वास्तवमा नयाँ करारका मण्डली तपाईँ हामीले वास्तवमा थाहा पाउनुपर्ने। हाम्रो अग्रज पावलले, तपाईँले प्रेरितको पत्र पढ्नु भने थाहा पाउनुहुन्छ। अरे कसरी जान्यो? पावलले एउटा घटना त्यहाँ थाहा पाउँछ। त्यसलाई इङ्ग्लिसमा पर्सिभिङ हार्ट भन्छ, इनवर्ड विटनेस भन्छ। है तपाईँले प्रेरितको पत्र पढ्नुहोस्, प्रेरितको घटना। मलाई लाग्छ प्रेरित 19 अध्यायमा हुनुपर्छ। त्यहाँनिर होइन 100 जना के गरेको छ? पावललाई मनाइ गरे भनेको छ।
अहिले पो तपाईँ र मैले बाइबल पढ्यौँ, थाहा पायौँ, बुझ्यौँ। ऊ बेलामा, त्यो बेलामा हाम्रो बाजे भनौँ, जे दाजु भनौँ, पावलले कसरी थाहा पाउनु भयो? एक्ज्याक्टली अहिले तपाईँले मलाई थाहा पाउनु भएन कति कुरा गर्दाखेरि जे मन लाग्यो जे पाए त्यही गरेको छ। पावल जति तपाईँहरू चलाएको भए हामीले संसार बन्थ्यो होला। त्यो बाइबल स्कलरले भन्छ पावलले एसिया माइनर, अहिलेको झन् युरोप अफ्रिका कता कता उसले प्रचार गरिसकेको थियो प्रभु येशूको बारेमा। हालेलुया। अनि अहिलेको नयाँ करारका मण्डलीले, उत्तम करारका तपाईँ हामी मानिसले पवित्र आत्मा भएर जिएपछि थाहा पाउनु पर्ने होइन परमेश्वरले के बोल्दै हुनुहुन्छ, परमेश्वरले के गर के नगर। हाम्रो परमेश्वर साह्रै आदर गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँ मलाई विलिङ हार्ट, स्वतन्त्र इच्छा दिनुहुन्छ। तपाईँ मेरो हात पक्रिनुहुन्न, तपाईँ मलाई बाँध्नुहुन्न। त्यही चाहिँ हो हाम्रो परमेश्वरको महान ग्रेस, महान प्रेम। हालेलुया। परमेश्वर, हाम्रो परमेश्वर जबरजस्तीको परमेश्वर हुनुहुन्न। यो गर भनेर अब नेपाली भाषामा चाहिँ घोक्रे ठ्याक भन्छ क्या, घोक्रे ठ्याक लाउनुहुन्न। तर स्वतन्त्र इच्छा तपाईँलाई मलाई परमेश्वर दिनुभएको छ भन्दैमा फेरि लापरवाही जथाभावी तपाईँ र मैले हाम्रो जीवन हामी चलाउन सक्दैनौँ। अगुवाले पनि जे पाए त्यही हामीले निर्णय गर्न सक्दैनौँ। परमेश्वरको वचनले जे भन्छ त्यही तपाईँ र मैले सिकाउनु पर्ने, त्यही कुरा गर्नुपर्ने हुन्छ। अहिले धेरै धेरै कुराहरू आइरहेको छ। किन भन्दा तपाईँहरूमा अन्तको दिनमा बाँचिरहेका विश्वासी प्रभुको जन छोराछोरी भएर गर्दाखेरि अब यस्तो देख्छ। अनि यो देख्दै गर्दा, सुन्दै गर्दा, यी हल्लाहरू हुँदै गर्दाखेरि तपाईँहरूमा वाक्कदिको हुनुपर्ने कुरा छैन। तर तपाईँलाई मैले भन्छु प्रभु, म अनि मेरो परिवार तपाईँ परमेश्वरको भयमा हामी जिउनेछौँ। येशूले भनेछ म र मेरो घरनाले परमप्रभुको सेवा गर्नेछ। तिमीहरू के गर्छौ? युफ्रेटिस पारी नदीको देवता पुज्छौ कि के गर्छौ म जान्दिनँ, तर म अनि मेरो परिवारले, मेरो घरनाले परमेश्वरको सेवा गर्नेछौँ। हालेलुया।